त्यो फोटो चाहिँ मार्क्स चाहिँ नलाउँदो हुँदैन त्यो ए अलिक पर थुप्रो बस है जनमास चाहिँ देखाउनु पर्यो अतिथिको रूपमा चाहिँ हाम्रो नेपाल आदिवासी जनजातिको पूर्व अध्यक्ष श्री पार्वती राईज्यूलाई पनि अतिथिको आसन गर्नुभएको त्यस्तै गरी राई यायुखाको जिल्ला सदस्य हाम्रो शहीदज्यूलाई दाजु यहाँ भनेको कार्यक्रममा सबै भयो नि त मान्छे धन्यवाद सम्पूर्णलाई यही हुनुहुन्छ दिदीहरु यसो ल्याउनु छैन हैन मेरो त म आइरहेको छु एकजना त बस्नु पर्यो यहाँ फेरि सिट खाली हुन्छ नि त दुईजना आउनु सर यता आउनु हौ त्यतापट्टि त फोटो खिच्ने मात्रै हो नि त हामी यहाँ बसेको चाहिँ मास्क लाउनु छ त दोस्रो नमस्कार सबैजनालाई जो पाइया छैन यो के अरे पहिचानवादी नेता हाम्रो शहीद लाजेहाङ पदम लिम्बुज्यूको दोस्रो शहीद दिवसको याक्थुम चुम्लुङको धनकुटा किरात याक्थुम चुम्लुङको भवनमा हामीले भव्यसँग हामीले मनाउन आइरहेका छौँ। यसमा सबैजनालाई चाहिँ एकदम यो भव्य स्मृति दिवसको लागि जति पनि हाम्रो यायुखाज्यूबाट आउनुभएको छ, जसपाबाट आउनुभएको छ, हाम्रो केन्द्रीय सदस्यज्यू आउनुभएको छ, अनि जिल्ला अध्यक्षज्यू आउनुभएको छ, सङ्घर्ष समितिका ज्यू सबैजना आउनुभएको छ। पूर्व केन्द्रीय सदस्यज्यूले पनि अझै के अरे अझै पनि यो उहाँ अझै आउनुभएको छ। चुम्लुङ जिल्ला कमिटीको आयोजक तर्फबाट सबैजनालाई हजुरहरूले हार्दिक बधाई भन्दै यो हाम्रो सभामा कार्यक्रममा आउनुभएकोमा तपाईँहरूले हार्दिक स्वागत गर्दै र अरू कुरा धेरै कुरा नबटारिकन हामीले यो शहीद दिवसलाई यसरी नै कन्टिन्यू आउने समय पनि गर्दै जाउँ, अझै योभन्दा भव्य तरिकाले गर्दै जाउँ भन्दै र धेरै कुरा नगरिकन हामी देशको लागि, राज्यको लागि र आफ्नो स्थानको लागि, आफ्नो हक अधिकारको लागि लडिरहने जो हाम्रो लाजेहाङज्यूको जो माथि बस्नु भए पनि उहाँले चाहिँ यो जहिले पनि लडाकु किसिमले उहाँले आफ्नो आत्माले जहिले पनि उहाँको आत्मा चाहिँ लडी नै रहोस्, हामी पनि उहाँकै जस्तो एउटा क्षमतावान बन्ने खालको हाम्रोमा शाखा सन्तुलनमा बन्दै जाउँ। देश शक्ति, जनशक्ति जो पनि देशको लागि, राष्ट्रको लागि राम्रो काम गर्ने मान्छे चाहिँ हामी बन्दै जाउँ भन्दै मेरो यो धेरै कुरा नगरिकन छोटो कुरा यही समाप्त गर्न चाहन्छु। धन्यवाद। सेवारो हामीले चाहिँ आफ्नो ज्यानलाई ज्यानको चाहिँ एउटा बलिदानी दिनुभयो। यो एउटा लिम्बूहरूको मात्र उहाँ सम्पत्ति होइन, राईहरूको मात्र होइन, तामाङको मात्र होइन, र सम्पूर्ण यो चाहिँ उहाँ चाहिँ भनेको एउटा पहिचानवादीहरूको चाहिँ एउटा नेता हो, शहीद हो। तर धनकुटामा आज हामीले जे जति उपस्थिति भएर मनाइरहेको छौँ यो हामी एउटा सङ्ख्यात्मक हिसाबले थोरै होला, तर यहाँ गुणात्मक हिसाबले हामी अब्बल व्यक्तित्वहरूको यहाँ उपस्थिति हुनुहुन्छ। त्यसले गर्दाखेरि हामी सङ्ख्या थोरै भयो भनेर यहाँ हेरेसमेन्ट हुनुपर्ने कुनै काम छ? कामको एकबाट सुरु हुने हो। त यहाँ त एक होइन, हामी बहुत र धेरै चाहिँ तहमा अब्बल नेतृत्व गर्ने नेतृत्वहरू हुनुहुन्छ। त्यसले गर्दाखेरि पनि हामी यहाँ सङ्ख्याको हिसाबमा मात्रै थोरौँ है भन्न खोजेको मैले। र आज यसै गरी लाजेहाङको जुन एउटा यो स्मृति सभा मिलेर होइन एकै ठाउँमा पनि भव्य रूपमा मनाइराखेका छौँ। र हामी धनकुटामा चाहिँ अलिकति
एकतिर चाहिँ अलिक हुन सकेको छैनौँ। त्यसले गर्दाखेरि यो हाम्रो इस्यु, यो हाम्रो चाहिँ एउटा एजेन्डा चाहिँ पछि परिरहेको त होइन, किनभने जो जति छौँ हामीले यो चाहिँ एजेन्डाहरूलाई अगाडि बढाइराखेकै छौँ। गर्न चाहन्छु। पहिचानको आन्दोलनमा हामी छौँ। यो पहिचानको आन्दोलनको गर्ने क्रममा हामीले धेरै रगत पसिनाहरू खोला बगे चाहिँ बगाएका छौँ। हाम्रा धन सम्पत्तिहरू कमाउने भन्दा पनि यही पहिचानको आन्दोलनलाई स्थापित गर्नको लागि धेरै श्रम हामीले यसमा लगाएका छौँ। श्रम लगाउने क्रममा धेरै साथीहरूले बलिदानी प्राप्त गर्नुभएको छ। हामी यसरी नै निरन्तर रूपमा प्रेसर दिइ नै राख्नुपर्दछ र प्रेसर दिएर मात्रै राज्य सत्ताले सुन्दछ, देख्दछ। बिना प्रेसर सुन्दैन, देख्दैन। राज्य सत्ता अन्धो रहेछ, बहिरो हुँदो रहेछ। अनि अस्ति एकजना मान्छे बित्दाखेरि अनि के पो भन्छ नि, तल इटरीमा एकजना मान्छे बित्यो, त्यसलाई अनि बगाएर साथीहरूलाई चाहिँ के भन्छ, त्यो त्यहाँ के भन्छ कि ऊ त्यत्तिकै आएको के पो भन्छ त्यसो त पनि होला। चेन अफ कमान्डमा मलाई राखिसकेपछि म घुसपैठ गर्नु दिन्दैन त अरूलाई। मेरो निगरानीमा हुन्छ, मेरो कमान्डमा हुन्छ, यो कुरा चाहिँ हुनुपर्दछ नि। तर पनि मैले 24बाट आएको साथीहरूलाई खाजा खुवाएको छु, पानी खुवाएको छु, दिएको छु। मेरो घर हुँदै आन्दोलनमा फर्किए, मेरो घर हुँदै गए होइन, नत्र माथि अनि उताबाट त खासै भएन होइन। तर उताबाट बेलुका फर्किनेहरू मैले खाजा पानी खुवाएको छु, सहयोग गरिराखेको छु गर्ने ठाउँमा होइन, सहयोग गर्छु। र हाम्रो यी कुराहरू चाहिँ अब अकाट्य चिजहरू हामी लडिराखेका छौँ। मानव अधिकारको लागि म जहिले पनि लड्ने, मेरो को लड्दै पनि आएको ILO 169 को बारेमा मैले लड्दै पनि आएको। ILO 169 को बारेमा म जहिले पनि म लड्न तयार छु। यो आन्दोलन जारी छ। राज्य सत्ताले दमन गरिरहेको छ, तर कहिलेसम्म गर्छ यो आफ्नो सत्ता हुन्जेल गर्ने हो। तर आफ्नो सत्ता सकिसकेपछि यो नामकरण पुनः हुन्छ नै, यसलाई आशा गरौँ। किनकि अघि भनिएको छ, हामी जुनसुकै पार्टीलाई पनि अल्पसङ्ख्यक छौँ। अल्पसङ्ख्यकको नाताले गर्दाखेरि सबैलाई एउटा मान्छेको साथ सुनेर आश हुन्छ। जब हामीले राज्य सत्तामा एउटा बहुमत भएको पार्टीमा अल्पमतको कुनै गणना हुँदैन। त्यसले गर्दा केही न केही आफ्नो पद जोगाउन निम्ति राजनीति गर्ने जो हामी आदिवासी जनजातिहरू छौँ, त्यो निश्चय नै हो, त्यसको पछि लाग्नुपर्छ। छामा अथवा राईमा हुनुहुन्छ। अब नेलले चाहिँ यो हाम्रो आन्दोलनमा र यो आजको यस्तो कार्यक्रमहरूमा चाहिँ हाम्रो सक्रियता सहभागिता हुनुपर्छ। जस्तो चन्द्रसिंहमा चाहिँ याक्चुङ केन्द्रीय सदस्य पनि हुनुभयो, तर उहाँ धेरै पहिलादेखि पहिचानको आन्दोलन लाग्नुहुन्छ। उहाँलाई आउनलाई यहाँलाई धेरै उहाँ मन वचनबाट आउने चाहिँ मन हुन्छ, तर कतिपय प्राविधिक कुराहरूमा चाहिँ आन्दोलनकै जस्तो स्पोर्टमा होइन स्थलमा चाहिँ उहाँ आउन सक्नुहुन्न, तर उहाँले सहयोग गर्नुहुन्छ। जस्तो अस्ति म प्राविधिक रूपमा देखिनँ, तर मेरो मन त्यहाँ छ है भनेर मलाई त्यो वचन दिनुभयो। अब काङ्ग्रेसका सभासदले भोट हाले पनि पछिबाट काङ्ग्रेसको जिल्ला सभापति 14 जिल्लाको सभापतिहरूले एमाले जस्तो विरोध त गरेनन् अथवा चुप लागेर बसेनन् नि होइन। यसले कोशी नामले गर्दाखेरि धेरै विवाद भयो, त्यसले नाम परिवर्तन अस्तित्व बिना अब होइन हामीलाई धन सम्पत्ति धेरै दियो भन्दैमा हाम्रो अस्तित्व बेच्नु त भएन, हाम्रो पहिचान बेच्नु भएन, इतिहास बेच्नु भएन। हाम्रो इतिहासहरू विकृत गरिरहेको छ, इतिहासहरू मँगाइरहेको छ। हो त्यस्तोलाई चाहिँ हामीले चाहिँ डटेर एक सामना यो चाहिँ यो हुनुपर्छ भनेर चाहिँ भन्नु पर्यो। नभए हामी
हाम्रो नामको पछाडि अलिक राई जोस छ, भएन। राई छ, अलिक लिम्बू जोस छ, भएन। होइन अलिक जोस राई छ, भएन। मान्छे लिम्बू धेरै छ। भने मात्रै आउँछ क्या त्यसले गर्दाखेरि मान्छे कम्ती गरेर जोस नभए। कुराहरूमा चाहिँ अलिकति हामीले चाहिँ अब संवेदनशील हुनैपर्छ। यो हामीलाई चाहिँ टुटाएर फुटाएर होइन चाहिँ हाम्रा चाहिँ अब कोही अब त्यो फुवालुङको बेलामा पनि लिम्बू साथीहरू अलिक कम हुनुभयो क्या, धरानबाट जाँदाखेरि कम जानुहुन्थ्यो किन हाम्रो त होइन होला त्यो भने। तर हाम्रो मुन्दुबीमा अध्ययन गर्ने मान्छेहरू त हामी कमै छौँ नि त। अनि अहिले यो त्यस्तै छ राई। यो खारेजीको विषयमा अझ अलिकति धनकुटा जिल्ला चाहिँ अलिकति अन्य जिल्लाभन्दा अलिअलि लोलो हो कि जस्तो चाहिँ भएको र तैपनि अब मैले चाहिँ के गरेँ भने यो पालिकाहरू मध्येबाट छत्तर बन्दै काम लागेन, म आफै बसेको छु। पालिकाले चाहिँ अहिले उहाँहरू चाहिँ मैले लुगा धुनु पाएको छुइनँ भनेर भन्दाखेरि पनि फुटाइदिइहाल्नुहुन्छ। उहाँ मुकुल पनि पुग्नुभयो उहाँहरू र यो कार्यक्रम त हाम्रो यो आज सिद्धिने पनि होइन र यो भाषण गरेर सिद्धिनेवाला पनि छैन, हाम्रो निरन्तरता हो। हाम्रो लाजिहाङको जुन प्रदेश कोशी प्रदेश थियो, त्यो कोशी प्रदेशको खारेजीमा उहाँ आफ्नो बलिदान दिनुभयो। उहाँहरूको आत्मा अमर रहोस् भन्दै आज यो कार्यक्रम चाहिँ म यहीँ समापन भएको म घोषणा गर्छु।